हामी चारैजनाको सबैको पहिलो यात्रा भएर त्यति साह्रो फर्स्टमा खिच्न पाइनँ, त्यसैले अल्छी नमानिकन हेरिदिनु होला। धन्यवाद। हेलो गाइज, वेलकम टु मेरो भाइको च्यानल। अनि मलाई पनि वेलकम छ। गाइज वेलकम टु द न्यू भिडियो। आज अलि हतारमा छौँ हामी। चाहिँ हामी रोड्ने जाँदैछौँ यहाँ। रोड्ने साइडले नाम प्रवीण दाई हुनुहुन्छ यहाँ। प्रवीण दाई हेलो भनिदिनु न। हेलो हेलो। अनि त्यही हो, अलिकति हामीलाई थाहा नभएर यहाँ त्यति डिस्टर्ब भयो। तर ठिकै छ, बोट चढ्न लाग्यो हामी चाहिँ। रमाइलो हुन्छ आज चाहिँ। के रे बल्ल बोट चढ्यो है। धन्न बोट चढ्यो है। मुस्कान छुट्टै दाइ लाग्ने थाहा छैन। भाइ चाहिँ ब्लगर पनि हो होइन, सिङ्गर पनि हो, सेफ पनि हो। सिङ्गर भन्दा नि म्युजिसियन, टिचर पनि हो, म्युजिक टिचर पनि हो। दाइको चाहिँ हाम्रो भर्खर अस्ट्रेलियामा भर्खर कदम हुँदैछ। 15-20 दिनमै चाहिँ मैले मौका पाएँ भाइको भ्लगमा आउने। त्यही हो। कस्तो लागिरहेको छ त? एकदम रमाइलो। अब दाइलाई कस्तो लागिरहेको? मलाई पनि जोस बहुत मजा आइरहेको। डर कतिको लागेको छ तिमीलाई? डर थोरै अब दाइलाई कस्तो लागिरहेको छ? पुरै मजा है। आउने बित्तिकै डर लाग्छ कि दाइ दाइलाई? हल्का पानीसँग चाहिँ डर लागिरहेको छ। रमाइलो छ है त, रमाइलो पुरै। कस्तो लागिरहेछ? मलाई त एकदमै मन्त्रमुग्ध भएको छु। मेरो सौभाग्य दाइहरूसँग आउन पाएकोमा। झर्दैन क्या? अनि त्यही हो। ठिक छ। बेबी यो भित्र औला हालेको छैनौ, झर्ला नि यो। हामी रोडनेस पनि आयो। हाम्रो दिदीलाई हल्का भमिट पनि भयो, गाह्रो पनि भयो। कति भमिट गर्नुभयो दिदी? थोरै गरेँ, कस्तै गाह्रो भयो। केही खाएको थिएन नि त बिहान। कस्तो ठुलो आवाज आएको थियो। गाह्रो भयो। हामी चाहिँ रोडनेस आइपुग्यो यहाँ। फर्स्ट गर्नु परेन त? रोडनेसमा चाहिँ यस्तो छ है। ल हामी चाहिँ यहाँ केही खान बसिरहेछौँ। ऱ्याप खाँदैछौँ। दिदीले चाहिँ फुकाल दिन मात्रै भएको छ, खाना चाहिँ खानु भएको छैन। बिरामी हाम्रो दिदी बिरामी। रमाइलो छ, भोक लाग्यो, के खानु पर्यो भने चाहिँ अब यहाँ साइकल लिन आएको होइन। दिदी अहिले कस्तो छ तपाईँलाई? फ्रेस फिल भयो? फेरि फर्किँदाखेरि होइन, फेरि चढ्नु पर्ने छ। अनि हामी चाहिँ यहाँ साइकल लिन आएको। दाइहरू उता बसिरहनु भएको छ। साइकल लिएर घुम्दा चाहिँ मजा आउँछ भनेर हो। अझै कता हो तपाईँ गर्नु न है? के छ हात मान्छेहरू यस्तो गर्ने हो? त्यस्तो गर्ने। हेलो गाइजहरू, देखिरहेको छु। अब भ्लगमा त तपाईँ अगाडि राखिदिन्छु यो चाहिँ। हो। हेलो गाइज, वेलकम टु स्न्यापच्याट होइन कि यस्तो बाङ्गो भनेर सिधा हो। हेलो गाइज, वेलकम टु मेरो भाइको च्यानल।
अनि मलाई पनि वेलकम छ। म चाहिँ धेरैचोटि आइसकेँ यहाँ, हेर्नुहोस् होला। यसलाई ब्याक कसरी गर्ने? यहाँ चाहिँ हाम्रो नयाँ खोला देखियो। अनि त्यस पछाडि अब हामी चाहिँ यहाँ साइकल चलाउनको लागि गइरहेको छौँ। हो नि भाइ र म, मेरो बेबीलाई र दाइलाई चाहिँ साइकल चलाउन आउँदैन। त्यही भएर त्यही भएर हामी नै चलाउने भनेर बसेको छौँ। अब हामी खोज्दैछौँ कता हो भनेर। कता हो त्यसले त हामीलाई, त्यो बुढीले त हामीलाई त चलाउने बाटो पो देखाएको हो कि क्या हो? होइन टायर। अब हामी जाँदैछौँ। अनि त्यो ब्याक गर्ने कसरी हो? ब्याक क्यामेरा यहाँ चिजिरानी ए यस्तो छ है गाइजहरू। म पनि किन्नु पऱ्यो है एउटा यस्तो किनेर टक्क लगाएर एउटा भिडियो भ्लग बनाएर हाल्यो भने त दिदी काममै जानु पर्दैन। फेरि डबल क्लिक हो। ओइ भएन त नि। डबल क्लिक 3 चोटि। ए 3 चोटि हो। सिक्दैछु अब हामी चाहिँ हायरिङको लागि। माइ गड, हेर्नुहोस् गाइजहरू, यहाँ यति धेरै बुकिङको लागि त बाइक हायर त नि माथि छ त नि। बाइक हायर त यता छ त के हो? ए यता रहेछ यता। लु हामी त साइकल पनि लियो है चट्टा लाएर आयो। लु हामी चाहिँ पिङ्क लेक के अरे पिङ्क के अरे यो पिङ्क बिच भन्नेमा यहाँ एउटा लाइट हाउस रहेछ। हाम्रो दाइहरू ऊ त्यहाँ हुनुहुन्छ। अनि अघि साइकल कुदाउँदै यहाँसम्म आइयो। यहाँ गाइस यहाँ आयो भने चाहिँ साइकल चाहिँ हायर गर्नुपर्छ जस्तो लाग्यो मलाई चाहिँ। घुम्दाखेरि चाहिँ सजिलो भयो। त्यो साइकल हायर गरेको एक दिनको $30 लिँदो रहेछ। अनि त्यही भएर साइकल हायर चाहिँ गर्नुपर्छ हो। मजा आयो। ए दामी त्यही त भन्दैछु त। साइकलमा त सुरु 3 मिनट मतलब साइकल लिन चाहिँ त्यहाँ लाइन थियो नि त। बाटोमा लाइन थियो। गऱ्यो तिमीलाई भ्लगलाई पनि साइकलले ठिक हुन्छ। त्यतिकै कभर हुन्छ नि। एट्याच गर्नुहुन्छ साइकलको अगाडि। हामी चाहिँ यहाँ पिङ्क बिचमा आइपुग्यो। यहाँ त ठुलो लाइट हाउस रहेछ। अनि लुक एट द भ्यू, इट्स भेरी गुड, मेस्मराइजिङ। लु हामी चाहिँ त्यो माथिको लाइट हाउस पनि घुम्यो, फोटोसोटो खिच्यो। दाइहरू चाहिँ हिँड्दै जानुहुन्छ। हामी दुईजना चाहिँ साइकल चलाउने भयो हामी होइन, टक्क लाएर रमाइलो हुँदैछ। आफ्नो साइकल चलाएर 16 मिनटको हो छ। यहाँबाट 16 मिनट अर्को लाइट हाउसमा जाने छ। अनि म्याप पनि म हेर्छु, म्याप हेर्छु पनि। यहाँ म्यापमा चाहिँ 16 मिनट देखाएको छ होइन। अब म्याप हेर्दै बिस्तारै जाने यस्तै होला। यस्तै हो गाइस, रमाइलो हुँदैछ होइन। बाइसाइकलमा सारारा लाएर सारारा साइकलमा यसरी यसरी सर सिधै सिधै अलि रोक्नु त। म तपाईँको नि खिच्छु कि हामी दुवैजना खिच्दै जाने। जिन्दगी सारारा मोटर गाडीमा। ल है जम है जम जम दिदी जम, बिस्तारै आउनु है। केही छैन, ब्रेक बेल छैन। तपाईँकोमा छैन बेल? तपाईँकोमा छ त त्यहाँ लेफ्टमा। ए ल है, यस्तो हुँदैछ पुरै रमाइलो।
लु थाक्यो यो चाहिँ पानी खान रोकेको लास्टै कामले पुरै उ भयो चाहिँ हामी अझै 20 मिनट जति साइकल कुदाउनु पर्ने छ त्यसपछि दायाँ त भेट्छ होला हामी चाहिँ म्याप हेर्दै गइरहेछौँ यहाँ पुरै लु यो चाहिँ कहाँ है दिदी यो चाहिँ लेक ओलिभर होइन कि बाब्रा लेक के हो लेक कस्तो दामी ठाउँ रहेछ लेकको बिचमा चारवटा रोड अनि यहाँबाट दामी दामी यता पनि छ हाम्रो दिदी पनि हुनुहुन्छ पुरै साइक्लिस्ट हुनुभएको छ बाहिर साइकल गर्दै हामी दाहरूलाई भेट्नै पाएन है हामी अब ओलिभर उसमा भेट्छौँ त्यही चाहिँ यो चाहिँ यस्तो बवाल छ है गाइस ल ल जानु दिदी जानु ल लु बल्ल कति किलोमिटर हिँड्यो अरे त 9 किलोमिटर होइन हामी दिदी कति किलोमिटर कुदाए 15 किलोमिटर अनि बेसी होला है खै थाक्यो कुदाउँदा हामी यहाँ टारको अर्को यो टारको गाडी यसरी आएर पानी खाँदैछौँ गर्मी यस्तै छ खै पानी पनि खाउँ है अर्कै टावर हो अर्कै टावर यहाँ तर पैसा लिँदो रहेछ सो हामी चाहिँ एक राउन्ड हान्यो हाइल्यान्डको एक राउन्ड भने आधी राउन्ड त हान्यो र हामी चाहिँ यहाँ फेरि अर्को भ्यू टावरमा छौँ अनि यहाँबाट त दामी भ्यू देख्दो रहेछ पुरै यहाँबाट पुरै बिचको उता पर चाहिँ सिटी हो फर्स्ट सिटी हो त्यहाँ छ अनि खतरा भ्यू रहेछ यहाँबाट हामीले त्यहाँ एकछिन रेस्ट गऱ्यौँ पानी खायौँ र अब चाहिँ हामी फेरि अब बिच साइडतिर गएर स्विमिङ गरेर अनि फर्किन्छौँ त्यही हो रमाइलो हुँदैछ जस घाम एकदमै गर्मी छ अघि गर्मीले झन्डै मऱ्यो साइकल कुदाउँदा यस्तै छ ल हाई भन्नु देखेन हौ हाई दाजु यता मिलाउनु पर्छ पोजिसन चाहिँ अब चाहिँ उकालो आए लु हामी रेडी होइन त स्विमिङ गर्नुलाई हामी चाहिँ साइक्लिङ गर्दै बल्ल यहाँ बिचमा आइपुग्यौँ बिच आफ्टर म्यासिभ साइक्लिङ अब चाहिँ हामी स्विमिङ गर्न लागिरहेछौँ सनबर्न भएको जस्तो छ पुरै के रे दाइ फेरि फेरि रिक्रिएट द्याट सिन नि त ल कति माया ल माया त माया हो नि त दाइ होइन त ल दाइ हामी पौडी खेल्न रेडी होइन त ल हामी रेडी हामी चाहिँ दिदी चाहिँ नखेल्ने रे पौडी हामी मात्रै खेल्ने है ल भन्न सकाउँदैन यहाँ ब्लग त्यही हो An eternity later. ल है हाम्रो चाहिँ यात्रा सक्यो अब फर्किँदै हतारमा खानसाना खाएर निस्किनु पऱ्यो हाम्रो यहाँ यस यात्रा रमाइलो भयो दिदी कस्तो लागिरह त रमाइलो छ पुरै खासै हिँडेको नि फिल भएन ल दाजु होइन हजुरलाई अब फर्स्ट तपाईँको अस्ट्रेलियाको फर्स्ट ट्रिप होइन तपाईँलाई कस्तो लागिरहेछ आफ्नो एउटा सानो इन्ट्रोडक्सन दिएर होइन अब यो ट्रिप कस्तो भयो अब फर्स्ट टाइम यसरी होइन हेर डिस्टर्ब हाने फेरि होइन फर्स्ट टाइम यसरी आउनु भएको अस्ट्रेलियामा राम्रो ट्रिप भइरहेछ कस्तो फिल भइरहेछ ट्रिप चाहिँ
धेरै रमाइलो भयो। अब वर्णन गर्न पनि सकिँदैन, यति हिँडिन्छ भन्ने पनि सोचेको थिएन। धेरै हिँड्यो, धेरै रमाइलो भयो, सबैजनाको रमाइलो भयो। साइकल कुदाइयो, 6 किलो घट्यो, लगभग 3-4 किलो घट्यो होला। अब लगभग 10-15 किलोमिटर हिँड्यो होला, दिनैमा हिँडिएको थिएन भनौँ न, यत्रो रमाइलो भयो। अब यो आउनुपर्ने ठाउँ रहेछ, अर्कोचोटि पनि आउने, तर आउँदाखेरि चाहिँ अर्कोचोटि चाहिँ अब गाडी चढ्ने गरी आउने भन्ने निष्कर्षमा पुग्यो। तर रमाइलो ठाउँ थियो, त्यही नै छ मेरो भन्ने। धन्यवाद। आजको लागि यति नै।